So hello guys, welcome back to our channel. आज हामी क्लास 10 को इक्वेसन अफ द सर्कल च्याप्टर पढ्न गइरहेको छौं। सो क्वेसन यहाँ यस प्रकारको छ। इन द गिवन फिगर P and Q are the center of a circle A and B respectively. Point 4,5 is the center of a circle B and circle B pass through the point P. If the equation of the circle A यति find the equation and area of the circle B. सो सबभन्दा क्वेसनले के भन्न खोजिरहेको छ त्यो पहिला बुझ्नु पर्यो अनि हामी गर्नतर्फ लाग्छौं। सो इक्वेसन अफ सर्कल A त यो छ अनि यो पोइन्ट छ जुन हामीले निकाल्नु छ र यो जुन छ यो सेन्टर अफ द सर्कल B छ जसलाई हामी Q ले डिनोट गरिरहेका छौं र यो जुन P छ नि यो P यो जुन सर्कल A को यो सेन्टर हो। त सबभन्दा पहिला यो इक्वेसनले सेन्टर निस्किन्छ। अब कसरी निस्किन्छ त्यो म भन्छु ल। सबभन्दा पहिला हामी यस्तै कम्पेयरिङ गर्दाखेरि त भइहाल्छ नि, निस्किहाल्छ ल। यहाँ हेर, comparing is with x square plus y square plus 2gx plus 2fy plus c is equal to 0। यो गर्दाखेरि हाम्रो सेन्टर आउँछ, जुन g को भ्यालु आउँछ त्यसलाई माइनस गर्यो भने हाम्रो सेन्टर आउँछ। त्यो हाम्रो फर्मुलाले भन्छ। क्लास 10 को यो अप्सनल म्याथ आज हामी गर्न होला छौं। इक्वेसन अफ द सर्कल त x स्क्वायर प्लस y स्क्वायर प्लस 4x प्लस 6y माइनस 12 छ। त्यसलाई हामी कम्पेयरिङ गर्छौं। 2gx is equal to 4x, यहाँ x यो x कट्यो, यो 2 र 2, त g is equal to 2, therefore minus g is equal to minus 2। यो भयो हाम्रो minus 2h, h is equal to minus 2। अब यो हामीलाई f निकाल्नु छ। एकैछिन ल अब हामी चाहिँ h त निकालिसक्यो -2 र अब हामी के निकाल्छौं, के को भ्यालु चाहिँ निकाल्नलाई 2fy र 6y ले कम्पेयरिङ गर्नुपर्छ यसको करस्पोन्डिङ हुनाले र 2fy is equal to 6y लेख्दिने र y काट्दिने अनि त्यसपछि 2 3 जा 6 त f को भ्यालु आयो 3, f को भ्यालु यहाँ आयो 3 आयो। त यो जुन -2 छ त्यसलाई माइनस f हुन्छ कि हुँदैन, माइनस f is equal to -3 माइनस f गर्दा त अब माइनस f को भ्यालु त -3 आउँछ नि, त यो छ -3। अब यो h कमा k is equal to सेन्टर, यसको सेन्टर आयो -2 कमा -3 एन्ड देन यो जुन -2 कमा -3 छ यो त यो बिगर सर्कल B को यो सर्कम्फरेन्समा लाई गरिरहेछ। त हामीलाई यो B र B को इक्वेसन चाहियो। अब कुनै पनि सर्कलको इक्वेसन लिनको लागि के हुनुपर्छ, सबभन्दा पहिला सेन्टर थाहा हुनु पर्यो र त्यसपछि रेडियस थाहा हुनु पर्यो। रेडियस त कुनै पनि सर्कलको इक्वेसन आउँछ। त यसमा रेडियस यो भयो कि यो भयो, डेफिनेटली यो भयो किनभने सेन्टरको बीचमा छ। त 4,5 देन अब यसको सो हामीलाई रेडियस निकाल्नु छ भने यो पोइन्ट आयो, यो सेन्टर हो र यो पोइन्ट हो। यो यसको सेन्टरको यो जुन सर्कम्फरेन्समा लाई गर्छ त यसको यो -2 कमा -3 र यो 4,5 लाई हामीहरू यसको बीचको यो दूरी निकाल्नु छ भने एउटा फर्मुला छ जसको फर्मुला के छ भने QP or distance is equal to QP is equal to root under x2 minus x1 को होल स्क्वायर प्लस y2 minus y1 को होल स्क्वायर ले
हाम्रो यो रेडियस निस्किन्छ, यसलाई यति र यति बिचको डिस्टेन्स निस्किन्छ, यो यति र यति बिचको डिस्टेन्सलाई हामी रेडियस भन्छौँ। सो आई होप रेडियस निस्किन्छ इजिली नै, किनभने रेडियस निकाल्नमा म टाइम वेस्ट गर्दैन, म छिटो छिटो रेडियस निकालिहाल्छु अनि त्यसपछि गरौँला कन्टिन्यू। सो गाइज हामी चाहिँ रेडियस निकालिसकेको छौँ। रेडियस हाम्रो आउँछ 10 सेन्टिमिटर र हामीसँग यो सेन्टर छ एचमा कि त हामीसँग एउटा इक्वेसन भन्छ एक्स माइनस एच होल स्क्वायर प्लस वाई माइनस के को होल स्क्वायर इक्वल टू आर स्क्वायर। एक्स माइनस एच के हो, एच हाम्रो 4 हो, त्यसैले हामी 4 लेख्छौँ यहाँ। तब प्लस वाई माइनस के हो 5 हो, तो होल स्क्वायर इक्वल टू 10 को होल स्क्वायर इक्वल टू एक्स माइनस 4 को होल स्क्वायर प्लस वाई माइनस 5 को होल स्क्वायर इक्वल टू 100। यति हाम्रो इक्वेसन भयो। हाम्रो इक्वेसन के भयो, एक्स माइनस 4 को होल स्क्वायर प्लस वाई माइनस 5 को होल स्क्वायर इक्वल टू 100। अब यसलाई एक्सपान्ड गर्ने तपाईहरु। सो साथीहरु, यो जिम्मा तपाईको छ, यो एक्सपान्ड गर्ने र यो हाम्रो भयो इक्वेसन अफ सर्कल बी, इक्वेसन अफ सर्कल बी। एन्ड क्वेसन एउटा अझै चिजमा आएको छ, एरिया अफ सर्कल बी, एरिया अफ सर्कल बी। त एरिया अफ सर्कल बी लाई निकाल्न के गर्नुपर्छ भने यहाँ छ 22/7 इन्टु एरिया अफ सर्कल को फर्मुला पाई आर स्क्वायर 22/7 इन्टु आर स्क्वायर भनेको त 10 थियो, 10 थियो, त्यसैले हामी 100। अब यसलाई क्याल्कुलेट गर्यो भने एरिया पनि आउँछ। ल यही छ हाम्रो कम्प्लिट सल्युसन।